हेलो वेलकम टु माई मिनी भ्लग भ्यू नभए पनि हजुर सबैलाई वेलकम छ होइन। आज चाहिँ गेट टुगेदर फ्यामिली गेट टुगेदर मेरो ठुलो ब्रदर कजिन जो चाहिँ यहीँ लेन्सिङबाट चाहिँ गान्तोक जानुभएको थियो अस्तिको वर्ष। अनि यो वर्ष चाहिँ नानीहरूलाई घुमाउनु त्यत्तिकै लेन्सिङ आउनुभएको थियो। अनि आएकै बेलामा चाहिँ मैले बलदाजु छिटो छिटो मेरो घरमा आउनु टाइम छ भने भन्दै थिएँ। बलदाजु कता कता अरू ठाउँ जाने हो भन्दा पनि एकछिन भए पनि आउँछु भनेर आइदिनु भयो। अनि मैले चाहिँ आएको बेलामा मैले सिजनको खानेकुरा लाइक केही नभए पनि शाकाहारीको घरमा साग पनिर आलु दाल अचार अनि भिन्डीको सब्जी अलिअलि भुटेर चाहिँ हतार हतार उनीहरू नखाने भनिरहनु भएको थियो। भोक लागेको छैन खाँदिनँ भन्दा भन्दै पनि मैले अलिकति चाहिँ आइहाल्नु भयो खानु नि भरे भोक लाग्छ अनि कता कता घुम्न जानु भनेर जबरजस्ती अलिअलि भए पनि खायौँ हामी सबैजना मिलेर होइन। अनि टाढाबाट आउँदा पनि एकछिन भए पनि आइदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन। अनि मैले चाहिँ बलदाजुहरू भोलि नै आउनुहुन्छ मलाई थाहा थियो भोलि आउनुहुन्छ भनेर चाहिँ। अनि मैले त्यही भएर म्याङ्गो नाडा चाहिँ बनाएर राखेको थिएँ। म्याङ्गोको चाहिँ जुस इनफ जुस चाहिँ म्याङ्गोको नभएर चाहिँ मैले कतिवटा 8वटा जस्तो बनाएको थिएँ तर 4टामा मात्रै जुस थियो 2टामा चाहिँ जुस बिना राखिदिएको थिएँ। अनि भाउजूलाई चाहिँ हतार हतार जुस बनाएर दिएर भाउजू आउनु अलिअलि भिडियो बनाऊ भनेर भाउजूलाई भिडियो बनाउनु ल्याएँ। अनि 2टामा चाहिँ जुस छैन लगेर किनेर खानु ल जुस भनेर पठाइदिएँ भाउजूलाई चाहिँ होइन केटाकेटीले मनपर्छ भनेर केही भएन अरू त। अनि ल ल भाउजूले म जुस लगाएर खान्छु ल भनेर त्यो जुस बिनाको पनि लानुभयो। अनि त्यही भएर उनीहरूलाई मैले बाई बाई गरेर चाहिँ थ्याङ्क यू भने बाई बाई सेफ ड्राइभ भाउजू बलदाजु थ्याङ्क यू फर कमिङ।